उहाँले चाहिँ अर्कोको चाहिँ यहाँ अर्कोको चाहिँ जुन छ गाडी चाहिँ खोलिदिने बिना फाइन बिना जरिवानाको तपाईँसँग के प्रमाण छ त जरिवाना काटेको हो देखाउनु न देखाउनुहोस् हो देखाउनुहोस् न सुन्नुहोस् न देखाउनुहोस् न उहाँले जरिवाना काटेको देखाउनुहोस् त उहाँले जरिवाना काटेको देखाउनुहोस् न तपाईँ सुन्नुहोस् न उहाँले जरिवाना काटेको देखाउनुहोस् न किन सुन्नुहोस् न तपाईँ जुन चाहिँ यसरी जान पाउनुहुन्छ यसरी जान पाउनु सुन्नु जरिवाना काट्नुहुन्छ जरिवाना काट्नुहोस् सुन्नुहोस् ल्याउनु डकुमेन्ट ल्याउन काटिदिन्छु जरिवाना काट्नुहोस् न ल्याउनु डकुमेन्ट जरिवाना काट्नुहोस् कसरी काटिन्छ लाइसेन्स बिलबुक ओरिजिनल ल्याउनुहोस् न जरिवाना काट्नुहोस् न तपाईँ तपाईँ गाडी खोलेर जान्छ जरिवाना काट्ने तपाईँको हतार होइन जरिवाना काट्ने हतार होइन दिनु नि त डकुमेन्ट दिनु डकुमेन्ट जरिवाना काट्नुहोस् त जरिवाना यहाँ हेर्नुहोस् है ट्राफिक प्रहरीको यस्तो हुँदो रहेछ हाम्रो ट्राफिक प्रहरीको हाम्रो यो यहाँ एउटालाई चाहिँ पाखा अर्कोलाई चाहिँ काखा गर्ने यहाँ चाहिँ नियम चलन रहेछ जरिवाना काट्नुहोस् न यहाँ किन हतार गर्नु हुँदैछ तपाईँलाई के को हतार बोक्यो यहाँ चाहिँ यिनीहरूको चाहिँ कर्तुत चाहिँ यस्तै उहाँहरूको चाहिँ अहिले चाहिँ यता चाहिँ एउटालाई चाहिँ जरिवाना काट्ने अर्कोलाई चाहिँ यतिकै छाडिदिने एउटालाई काखा अर्कोलाई चाहिँ पाखा तपाईँसँग प्रमाण छ त जरिवाना काटेको सिट काटेको तपाईँसँग प्रमाण छ देखाउनुहोस् न तपाईँको अनुहारले भन्दैछ तपाईँ झुटो बोल्नु हुँदैछ तपाईँको अनुहारले बोल्दैछ तपाईँ झुटो बोल्नु हुँदैछ हात काम्दैछ तपाईँहरूको जमान तपाईँहरूको लड्खाइरहेको छ झुटो बोल्नलाई यस्तो नगरिदिनुहोस् सर तपाईँहरू पनि हामी पनि एउटा देशको जुन छ जनता हो होइन हामी सुन्नुहोस् न म कटाउँदैछु त खोइ त अर्कोलाई चाहिँ किन काट्नु भएन मेरो गाडी चाहिँ किन काट्नु भएन यहाँ हेर्नुहोस् यत्रो मान्छेहरू हुनुहुन्छ सबैले भनिरहनु भएको छ अर्कोलाई मैले गल्ती गरेँ जरिमाना काट्नुहोस् न अर्कोलाई चाहिँ किन छोड्नुभयो जरिमाना नकाटिकन किन छोड्नुभयो यो तपाईँहरूको जो दादागिरी होइन यो गुन्डाराज होइन तपाईँहरूको मोनोपोली होइन यो काट्नुहोस् जरिवाना काट्नुहोस् नो प्रब्लम गल्ती गरेको छ तर एउटा चाहिँ काखा अर्कोलाई चाहिँ पाखा तपाईँले झुटो बोल्दा चाहिँ अलिकति चाहिँ यति चाहिँ ख्याल गर्नुहोस् है 9 नम्बर हो हामी पनि यो देशको जुन छ नागरिक हो हामी पनि जुन छ सचेत नागरिक हो बुझ्नुभयो नि त हामीले गल्ती गरेको छ भने गल्तीको सजाय पाउनुपर्छ सबैले तर जुन छ एउटालाई तपाईँहरूले चाहिँ काखा अर्कोलाई चाहिँ पाखा गर्ने हिसाब किताबले चाहिँ जुन यो तपाईँहरूले यो हाम्रो यो कृष्ण घिमिरे सर अनि यो हाम्रो सन्तोष थापा सर उहाँहरूको चाहिँ मोनोपोली हेर्नुहोस् विराटनगर मार्केटमा उहाँहरू चाहिँ दादागिरी डन बनेर होइन ट्राफिक प्रहरीको आफ्नो कर्तव्य जे हुन्छ त्यो छोडेर डन बनेर हिँड्नु हुँदैछ डन बनेर अरे बाबा जरिवाना काट्नुहोस् न त अर्कोले त पनि नो पार्किङमै राखेको छ त अर्कोले पनि उसलाई चाहिँ किन खोइ फाइन अर्को चाहिँ कहाँ छ फाइन देखाउनुहोस् न देखाउनुहोस् खोइ देखाउनु त ए बाबा पार्किङ हो नि अर्कोलाई जुन छ होइन मैले भनेको जुन छ नो पार्किङमा छ भने अर्कोलाई चाहिँ यतिकै छाड्ने अनि हामीलाई चाहिँ फाइन लिने हामीलाई चाहिँ फाइन लिने अर्कोलाई चाहिँ यतिकै छाड्ने ठिकै चाहिँ केही छैन गर्नुहोस् तपाईँहरूको आफ्नो हातको कुरो दादागिरी हो तपाईँहरूको यो मोनोपोली हो होइन ठिकै चाहिँ केही छैन मोनोपोली गर्नुहोस् सर मैले सत्य बोले कि के झुटो बोले मैले सत्य बोले झुटो बोले अनि यहाँ चाहिँ रिसिबिसीमा यहाँ चाहिँ हेर्नुहोस् जरिवाना पनि यहाँ डबल हानिरहनु भएको छ जुन ट्राफिकको नियम छ ट्राफिकको नियम विपरीत गएर उहाँहरूले जरिवाना काटिरहनु भएको छ यहाँ हेर्नुहोस् अरू पार्किङ छ त यसमा किन यो चाहिँ उहाँहरूको चाहिँ यो कर्तुत हेर्नुहोस् यो ट्राफिक प्रहरीको यो कृष्ण घिमिरे काटिदिन्छु म लाइसेन्स र प्रुफ दिनुहोस् न जरिवाना काटे पछाडि तपाईँले के गर्नुहुन्छ मेरो डकुमेन्ट अरे बाबा मेरो डकुमेन्ट दिनुहोस् न तपाईँले जरिवाना काटिसक्नु अनलाइन हो नि त यो अफलाइन तपाईँले काट्नु भएको हो तपाईँले अफलाइन हो होइन नेपाल सरकारले अनलाइन काट्ने भन्ने सिस्टम गरेको छ तपाईँले अफलाइन चाहिँ कसरी काट्नु भएको यो तपाईँले चाहिँ अनलाइन काट्नुहोस् न यो नेपाल सरकारले तपाईँलाई के भनेको छ गृह मन्त्रालयले के भनेको छ अनलाइन काट्ने हो कि अफलाइन काट्ने हो के काट्ने अनलाइन काट्ने हो कि अफलाइन काट्ने हो नागरिकमा काटिदिसके त मैले होइन अनलाइन काट्ने हो कि अफलाइन काट्ने हो खोइ अनलाइन काट्ने हो कि अफलाइन काट्ने हो तपाईँले अनलाइनै हो अहिले कसरी भन्नुभयो अनलाइन हो यो अफलाइन हो भनेर तपाईँहरूले चाहिँ यो पैसा खान खोज्नुभयो यहाँ हेर्नुहोस् मैले तपाईँलाई चिडिदिएको छु त सर उहाँलाई चाहिँ अघि जुन छ मैले बोल्दा उहाँलाई अर्को जनालाई चाहिँ बिना जुन छ चिटको छोड्नुभयो हामीले चाहिँ चिट किन काट्नुभएको सर त्यही ठाउँमा भने पछाडि यहाँ हेर्नुहोस् उहाँहरूको कर्तुत अर्को हाम्रो सन्तोष थापा सर भाग्नु भएको छ यहाँबाट निस्किएर
यो अनलाइन मैले तिर्ने हो कि अफलाइन तिर्ने हो सर यति भनिदिनुहोस् न अनलाइन तिर्ने हो इसियाबाट भए पनि हुन्छ राष्ट्रिय वाणिज्य ब्याङ्कमा गरेर अनि तपाईँ मेरो चिट दिनुहोस् न जो अनलाइन तिर्ने हो भने तपाईँ मेरो सुन्नु न तपाईँ मेरो डकुमेन्ट दिनुहोस् न हजुर तपाईँले पहिला सरकार महोदय मेरो तपाईँ जुन छ मेरो डकुमेन्ट दिनु न पेमेन्ट गरेर आइज डकुमेन्ट पाउनु अरे बाबा मेरो डकुमेन्ट दिनु न तपाईँ तपाईँले पैसा तिरेर ल ठिक छ हुन्छ